Hello everyone, welcome to our mini vlog. आज चाहिँ हामी चाहिँ के गर्दै सबैजना देखाउँछु यहाँनिर कान्छामामा चाहिँ सबजना बिजी। यो चाहिँ भोलिको लागि के गर्दैछ है। यता फेरि अर्कै डिपार्टमेन्ट चाहिँ काका छोरीको कोपी डिपार्टमेन्टले चाहिँ यता फेरि क्रकरी डिपार्टमेन्ट ओके नि क्रकरी मिलाउँदैछु ओकेले। म चाहिँ माथि लान्छु तपाईँहरूलाई माथि फेरि लामा पढाउनु हुँदैछ र अहिले लामाहरू चाहिँ जानुभएको छ। अब भोलि आउनुहुनेछ अनि भोलि पढाएको पनि तपाईँहरूलाई भिडियो देखाउने छु। तर अहिले चाहिँ म देखाउनेवाला छु है त। चाहिँ आधी सुधी कामहरू गर्नु भएको रहेछ है। लाइट यस्तो रहेछ है, उहाँले बनाइराख्नु भएको रहेछ। भोलि हुनेवाला छ यहाँ चाहिँ। रहेछ अनि भोलि देखाउने छु तपाईँहरूलाई म। अब चाहिँ म डोर क्लोज गर्दैछु। यस्तो चाहिँ पुरा सफाइ हुनेछ दुईजनाको चाहिँ हरियो हरियो चाहिँ एकदम क्लिनिङ। के गर्नु भएको भोलिको लागि? र यहाँ चाहिँ सबैजना आफ्नो आफ्नो काममा व्यस्त छ। दिउँसोको चाम्बलाहरूलाई खाजाको लागि आफ्नै लागि पनि हामी चाहिँ मोमो बनाउँदैछौँ। हामी एभ्री वान इज भेरी बिजी। हेर्नुहोस् है त मोमो जुस बनिँदैछ। यहाँ सबैजनाले एकदम बिजी भएर कोहीले डल्लो बनाउने कोहीले लाम्चे बनाउने हो। केटी रहेछ ल ल यहाँ चाहिँ यस्तो बनिँदो रहेछ। ए यो गएर बदमास गर्छु। ल ल पक्रायो छिटो। अनि यहाँ त कम्ती गरम छैन रहेछ नि। कमन कम आउट कम हियर कम अन यहाँ आउनुहोस्। They are making something. Wow, हेर त अनि यहाँ मुनि चाहिँ सबैजना किचनमा चाहिँ यस्तो फेरि अघि नै मोमो बनाएकै है। यहाँ चाहिँ नानाले सुप बनाउनु भएछ। एकदम दामी सुप है, मोमोको सुप बनाइरहेछ। यो सुप चाहिँ यति साह्रो टेस्टी थियो है। मोमोको सुपमा चाहिँ मजाले भेजिटेबल्स प्लस पनिर लगायो चाहिँ एकदमै टेस्टी हुँदो रहेछ। र यो चाहिँ हो मोमो। हेर्नुहोस् है त कस्तो भएको छ। वाउ दिस इज रियली नाइस। हेर्नुहोस् है दामी भएको छ। र हामी चाहिँ सबै चम्बलाहरूलाई दिइसकेर आफ्टर द्याट चाहिँ हाम्रो पाला आएको छ। र हामी एभ्रीबडी इन्जोय। हेर्नुहोस् त्यति साह्रो टेस्टी भएको रहेछ मोमो चाहिँ। मेरो चाहिँ हल्का घाँटीहरू दुख्दैथिएर चाहिँ मलाई चाहिँ त्यस्तो मजा आएन खानु। किनभने घाँटी दुख्दैथिएर चाहिँ मैले चाहिँ खुर्सानी खाइनँ। र खुर्सानी नखाएपछि त अब टेस्ट अलिकति कम्ती हुन्छ है। र पनि त्यतिकै खाँदा पनि यति साह्रो जुसी यति साह्रो मिठो। ए हो दामी भएछ।
साह्रो पर्छ है यहाँ आएर